वेलकम टु नासा सेक्युरिटीज। नासा सेक्युरिटीजले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम नासा एक्स को मोबाइल एपमा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी स्क्रिनको टप लेफ्ट कर्नरमा रहेको ह्यामबर्गर बटन भित्र रहेका केही मेन्युहरूको बारेमा जान्ने छौं। नासा वालेट मेन्युमा जानुभयो भने तपाईको कोल्याटरलसँग सम्बन्धित सबै डिटेल्सहरू यहाँ देखाउँछ र यहाँ एड फन्डमा ट्याप गरी कोल्याटरल एड गर्न सक्नुहुन्छ र विथड्र फन्डमा ट्याप गरी कोल्याटरल अथवा पैसा आफ्नो एकाउन्टमा ट्रान्सफर गर्न सक्नुहुन्छ। स्क्रिनलाई स्क्रोल गरेर तलतिर जानुभयो भने ट्रान्ज्याक्सन समरी देख्न सक्नुहुन्छ। यहाँ तपाईले 7 डेज, 15 डेज, 1 मन्थ र म्यानुअल फिल्टर लगाएर पनि ट्रान्ज्याक्सन समरी देख्न सक्नुहुन्छ। यो ट्रान्ज्याक्सन समरी भित्र तपाईले फन्ड एड गरेको र विथड्र गरेको सबै डिटेल्सहरू डेट वाइज फर्मेटमा देखाउँछ। तपाईले कोल्याटरल अथवा फन्ड एड गर्नु पर्यो भने एड फन्डमा ट्याप गर्नुस्। एड फन्डमा ट्याप गरिसकेपछि अमाउन्ट यहाँ राखी चाहेको पेमेन्ट सिस्टम सेलेक्ट गरी पैसा लोड गर्न सक्नुहुन्छ अथवा कोल्याटरल एड गर्न सक्नुहुन्छ। त्यसैगरी विथड्र फन्डमा ट्याप गरी आफूले विथड्र गर्नुपर्ने अमाउन्ट राखी सबमिटमा ट्याप गर्नुहोस्। त्यसैगरी यहाँ अर्को मेन्यु रहेको छ नेट पोजिसन। यो नेट पोजिसन भनेको के हो भने तपाईले आज दिनभरिमा कति अमाउन्ट बाइ गर्नुभयो, कति अमाउन्ट सेल गर्नुभयो र एट द एन्ड अफ द डे तपाईले ब्रोकरसँग पैसा रिसिभ गर्नुपर्ने छ अथवा तपाईले ब्रोकरलाई पैसा पे गर्नुपर्ने छ, त्यो कुरा यहाँ नेट पोजिसनले तपाईलाई देखाउँछ। त्यसैगरी यहाँ अर्को मेन्यु रहेको छ अर्डर बुक। यसमा जानुभयो भने बाइ डिफल्ट अर्डर बुक सेलेक्टेड हुन्छ र तपाईले आज अर्डर गरेको स्क्रिप्ट्सहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईले हिस्टोरिक अर्डर बुकमा ट्याप गर्नुभयो भने डेट वाइज फिल्टर गरी तपाईले कुन दिन कति के अर्डर गर्नुभएको थियो भन्ने डिटेल्सहरू देख्न सक्नुहुन्छ। त्यसैगरी यहाँ अर्को मेन्यु रहेको छ ट्रेड बुक। सो ट्रेड बुक भित्र बाइ डिफल्ट ट्रेड बुक सेलेक्टेड हुन्छ र यस भित्र तपाईले ट्रेड गरिसकेको स्क्रिप्ट्सहरूको डिटेल्स देखाउँछ। तपाईले हिस्टोरिक ट्रेड बुक मेन्युमा ट्याप गर्नुभयो भने डेट वाइज फिल्टर गरी तपाईले कुन दिन कति ट्रेड गर्नुभएको थियो भन्ने डिटेल्सहरू देख्न सक्नुहुन्छ। त्यसपछि अर्को मेन्यु रहेको छ न्यूज एन्ड अनाउन्समेन्ट। यो सेक्सनमा तपाई डेट वाइज न्यूज र अनाउन्समेन्ट देख्न सक्नुहुन्छ, साथै यहाँ ट्रेडिङ मेसेज पनि देख्न सक्नुहुन्छ। त्यसैगरी अर्को मेन्यु रहेको छ एक्सचेन्ज स्ट्याटस। यसमा ट्याप गर्नुभयो भने मार्केट ओपन छ कि क्लोज छ भन्ने कुरा देख्न सक्नुहुन्छ। त्यसैगरी तपाई माई प्रोफाइल मेन्युमा ट्याप गर्नुभयो भने तपाई आफ्नो प्रोफाइल देख्न सक्नुहुन्छ, जसमा तपाई आफ्नो नाम र टिएमएस आइडी देख्न सक्नुहुन्छ। अनि स्क्रिनको बिचतिर एकाउन्टिङ मेन्यु र लगआउट मेन्यु देख्न सक्नुहुन्छ। तपाईले लगआउटमा ट्याप गर्नुभयो भने लगआउट हुन्छ नासा एक्स एपबाट। त्यसपछि अर्को मेन्यु रहेको छ एबाउट अस। एबाउट अस सेक्सनमा गएर तपाई हाम्रो बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र लास्ट मेन्यु रहेको छ लगआउट। लगआउटमा ट्याप गर्नुभयो भने नासा एक्स एपबाट लगआउट हुन्छ। सो यस भिडियोमा यति नै, धन्यवाद।